मेहनत यति शान्तिले गर्नु कि सफलताको हल्ला मचियोस्। सङ्घर्षको मैदानमा जो चल्छ उसैले इतिहास बदल्छ। जसले अधारोसँगको लडाईँ जितेको हुन्छ उही सूर्य बनेर चम्किन्छ। जित्नु छ भने हारसँग मित्रता गाँच्नुहोस्, हार्नु छ भने समयको विपक्षीमा उभिनुहोस्। जित्नका लागि शक्ति चाहिन्छ र तपाईभित्र शक्ति सञ्चय गर्ने काम यो संसारमा एउटा मात्र चिजले गर्न सक्छ, त्यो हो संसारको सबैभन्दा शक्तिशाली चिज समय। हेर्नुहोस्, जन्मनु छ भन्दैमा मान्छेको बच्चा 2 मिनेटमा जन्मिँदैन र मर्नु छ भन्दैमा कोही पनि अमर हुन सक्दैन। समय आउनेछ, एक दिन लगेर जानेछ। तर के तपाईँलाई थाहा छ कोही मान्छे मरेको हजारौं वर्ष पनि चर्चामा रहन्छ? किन विश्वले उसलाई चिनिरहन्छ? यसको एउटा मात्रै उत्तर हो समयको पहिचान, समयसँग हिँडाइ र समयसँगको बदलाइ। एक शेरलाई जब भोक लाग्छ तब सारा जङ्गल काट्न थाल्छ। त्यसैगरी कुनै मान्छेलाई जब सफलताको भोक लाग्छ पुरा दुनिया उसको हिम्मतबाट चल्छ। रेकर्ड त्यसले तोड्छ जसको शरीरमा खुन होइन, ताकि सफलता पाउनका लागि पागलपन्दा बुझ्छ। याद राख्नु, जुन समय तपाईको भाग्यले साथ दिँदैन, बुझ्नु कि तपाईको मेहनतले तपाईलाई साथ दिनेछ। मान्छेले भन्छ आराम गर, थाकी होला। आराम मरेको लासले गर्छ, जो जिउँदो हुन्छ उसले त इतिहास बनाउँछ। जो जिन्दगीको यात्रामा लड्छ हार त्यसको हुँदैन, हार त्यसको हुन्छ जो लडेर उठ्न सक्दैन। आफ्नो लक्ष्यलाई बिर्सेर जिउनु त के जिउनु? यदि दम छ भने त्यसलाई पाएर देखाऊ। लेखदेऊ खुल्ने सफलताको कहानी र बोल त्यो भाग्यलाई। दम छ भने मेटाएर देखाऊ। केही त यस्तो लेख्नु छ जसलाई दुनियाँले पढ्नेछ, केही त यस्तो गर्नु छ जसलाई दुनियाँले लेख्नेछ। यो जमाना सिर्फ उडान देख्छ। भरोसा यदि तपाईको ईश्वरसँग छ, जो तपाईको भाग्यमा लेखिएको छ त्यही पाइनेछ। यदि भरोसा आफैमा छ, ईश्वरले पनि तपाईको भाग्यमा त्यही लेख्नेछ जस्तो तपाईँ चाहनुहुन्छ। यो भिडियोले तपाईलाई अलिकति मोटिभेट गरेछ भने यो च्यानललाई लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। फेरि भेट हुनेछ अर्को यस्तै मोटिभेसनल भिडियो।